आदरणीय दर्शकवृन्दहरू नमस्ते नमस्कार सम्पूर्णमा शुभ बिहानी। अनि यो बिहानीको मौसममा म तपाईहरूलाई आज विक्रम सम्वत 2082 सालको वैशाख 12 गते त्यस्तै गरेर सन् 2025 को आज शुक्रबारको बिहानी तपाईहरू समक्ष म उपस्थित भइसकेको छु। र आज म तपाईहरूलाई हाम्रो नेपाली वैशाख 12 को विगत सम्झना गर्दै तपाईहरूलाई आज वैशाख 12 2082 मा केही कुराहरू भन्न लागिरहेको छु। हामी जहाँ छौँ जसरी रहेका छौँ हामी भाइचाराको हिसाबले सदैव रहनुपर्छ। आफ्नो सत्कर्म गरेर जुनसुकै ठाउँमा रहे तापनि हामी एक नेपाली दाजुभाइहरू हौँ र हामी सबैजना मिलेर रहनुपर्छ भन्ने म तपाईहरूलाई आग्रह गर्न चाहन्छु। किनभने वैशाख 12 गते विगतको कालो दिन थियो। विगतका केही वर्षहरूमा हामीले वैशाख 12 गते धेरै चिजहरू गुमाएका छौँ। हामीले विभिन्न मानवीय क्षतिहरू गुमाएका छौँ, विभिन्न भौतिक क्षतिहरू गुमाएका छौँ। त्यसै गरी अब आउने हाम्रो दिनहरू सबैको सुखद बनोस् भन्दै आजको यो वैशाख 12 गतेको बिहानी तपाईहरूलाई सम्पूर्णलाई सम्झिन चाहन्छु। नमस्ते नमस्कार। जय देश जय नेपाल।